2 दिन भयो मेरो टिकटकमा भिडियो नहालेको खतरा कन्टेन्ट सोच्न यो भाइरल हुन्छ जस्तो म त तनाव भइसक्यो भिडियो नभएर एउटा मसँग खतरा भाइसिरी भाइरल हुने कन्टेन्ट छ एउटा हो र के कन्टेन्ट भन् छिटो तपाईँले मान्नु नला तर त्यो कन्टेन्ट मान्छु भाइ मान्छु छिटो भन् कन्टेन्ट के हो भनेपछि एउटा राम्रो रेस्टुरेन्टमा जाम होइन अनि एकदम राम्रो खाना खाम म कसैले नखाएको अनि त्यो भिडियो रिभ्यू गरेर भिडियो उसको खानाको रिभ्यू गरेर भिडियो गराम फिक्सै भाइरल 100% 200%। रेस्टुरेन्टमा गएर मिठो मिठो खाने तरिका मैले रिभ्यू दिएको भिडियो त फेरि सिधै भाइरल हुन्छ नि पैसा पनि मैले दिएँ भिडियो भाइरल भएन नि टेन्सन मलाई भयो त्यो भाइरल 200% हो भयो भाइरल साइरल हुन्न त्यस्तो अब कन्टेन्टमा बरु म घरमै मिठो मिठो पकाउँछु यहीँ खाना खाम बाहिर गएर पैसा खर्च नगरौँ घर के पकाउँछ घरमा दाल पकाउँछु भात पकाउँछु साग पकाउँछु त्यो दाल भात त्यो जन्मेदेखि खाएर लिटो जस्तो भात पकाउँछ त्यो खाएर के रिभ्यू दिने सिधै इस्की भान्छन् त्यस्तो भिडियो बनाएर खालिस् ए रेस्टुरेन्टमा गएर पनि दाल भात तरकारी ब्याग म तँलाई के खान्दिनँ त्यही पनि 3 दिनदेखि बासी भात खान्दिन्छन् तँलाई दाल पनि त्यस्तै पानी हुन्छ चोर्लाङ्गै साग झन् कति दिनको डिफ्रिज दाल भात कुरा नरान्स पनि खान्न त्यस्ता ल ल ल अरू के खान्छस् ल भन् जाम न पहिला मेनु हेरौँ न अनि त्यस्ता मेनु हेर्नु तैँले पैसा तिर्छस् भने जाम नत्र म घरमा पकाएर खानिदिन्छु घरमा पकाएर खानिदिएको कुरा बाहिर रेस्टुरेन्टको अगाडि गएर उभिएर यस्तो यस्तो थियो भनेर भन्छस् भने ओके ल कन्टेन्ट हुन्छ ल भनन म गरान भिडियो त्यस्तो जान आफै गरान बनाऊँ कि भाइ बनाऊँ ल यहीँ मिठो मिठो पकाउँछु कि त्यहाँ गएर बनाऊँ खानमा तपाईँ मिठो मन थाहा कस्तो पकाउँछ मिठो पकाउँछु कि भाइ तपाईँ जान्नु भएन तपाईँ मान ल भाइ